न्याय परिषदको बैठक क्यान्सल गरेर 95 जना न्यायाधीश आफू नियुक्त गर्ने, अनि दोष सरकार टाउका हाल्दिने, अनि आमा कोला भन्ने। दिस इज नट राइट, दिस इज नट राइट म्यान। अर्को उहाँले मलाई के भन्नुभयो भने गगन थापाले, तपाईँ कसैले सुन्नु भएको छ गगन थापाले अदालतमा हाम्रो न्यायाधीश छ भनेको? अमङ द लिडर्स, तपाईँले मलाई कङ्ग्रेसी भने पनि हुन्छ, अमङ द लिडर्स गगन थापा इज मोर इन्टेलिजेन्ट लिडर, कम्पेरिटिभली त हो नि त। त्यो मान्छेले होला, उसको मनमा त होला न्यायाधीश त को होइन, किनभने हामी नेपालमा चाहिँ यो न्यायाधीश काङ्ग्रेसको, न्यायाधीश एमालेको भन्ने त चलनै छ होइन। अहिलेकै प्रधान न्यायाधीश पनि तपाईँ न्यायाधीश भएको भोलि त्यही दिनमा कि कहिले त एमालेको कार्यालयमै जानु भएको छ, त्यो त हामीले थाहा पायौँ, न्युज दिने मान्छे हामी नै हो। तर त्यो तहको नेताले, गगन जस्तो इन्टेलिजेन्ट नेताले कम्तीमा पनि तपाईँ फलानु न्यायाधीश मेरो छ अदालत भन्दैन नि, तर युट्युबले भनिदियो क्या, र हामीले पत्यायौँ र त्यसलाई हामीले सञ्चार माध्यम भन्यौँ। दिस इज नट मिडिया। अहिले समस्या के आयो भने एउटा मोबाइल बोकेको छ, आफ्नो नाममा युट्युब या फेसबुक अकाउन्ट बनाएको छ, र हेडलाइन चाहिँ होइन, हेडलाइन चाहिँ केही राखिदिएको छ। पहिला हामी अलि विद्यार्थी हुँदा मदन सर, म एकचोटि त्यो सुनधाराबाट बस चढ्न गएको थिएँ, एउटाले चाहिँ त्यो पत्रिका दौडाउँदै आएको भने बाबुराम भट्टराईको मृत्यु, बाबुराम भट्टराईको मृत्यु भन्दै आयो। त्यो मलाई साह्रै दुःखद कुरा थियो, म गोर्खाको मान्छे, बाबुराम भट्टराईले म एउटै स्कुल पढेको, मलाई त साह्रै चित्त दुख्दो कुरा भयो नि त। बाबुराम भट्टराईको मृत्यु, पत्रिका किनिहाल्यो 2 रुपियाँ 1 रुपियाँ कतिमा, पछि हेरेको दोलखाको बाबुराम भट्टराई रहेछ क्या, कोही बाबुराम भट्टराई हो। त्यो खालको पत्रकारिता आज हामीले खोज्या हो होइन। एउटाले अहिले लेखिदिन्छ बेलुका बालनको राजीनामा भनेर, बालन शाहले राजीनामा दिए त। त्यस कारणले मिडिया अहिले टु इरेस्पोन्सिबल भएको छ। मिडियाको नाममा मैले नेपाल लिड दर्ता गर्दा अनलाइन नै मेरो 5128 नम्बरको अनलाइन हो, 5128 होइन। केही चिज पुरा गर्नु नपर्ने एउटा व्यक्तिको मिडिया हाउस भने, मैले नेपाल लिड खोले पछाडि धेरै युट्युबरले के लेखे भने राजेन्द्र बानिया पनि युट्युबे भाइ भनेर लेखे। अनि मैले सोधेँ बाबा यो युट्युबे भने चाहिँ के हो? युट्युब चलाउने भएर युट्युब हाम्रोतिर मलाई बोलाउँदाखेरिमा माया गरेर राजेन्द्र भन्दा राजेन्द्रै भन्छन् होइन। त्यसै भने त ठिकै भयो होइन। हाम्रो सिएमलाई सजिलो छ, चुडामणीलाई चुडामणी भन्न मिल्दैन होइन। त्यसो हो भने द्याट्स गुड। अदरवाइज के भनेको, म 25 जना कर्मचारी साथीहरू मसँगै काम गर्नुहुन्छ मेरोमा, अनलाइन खबर चलाउने धर्मराज भुषाल चाहिँ युट्युबे नहुने, म त्यति नै सङ्ख्यामा कर्मचारी राखेर नेपाल लिड चलाउने मान्छे चाहिँ कसरी युट्युबे हुने हो? के भनेको भने क्या, युट्युबका साथीहरूले पनि कतिपयले कस्तो राम्रो काम गर्नुभएको छ, त्यहाँनिर चाहिँ कतिले गरिदिएको कमजोरीले, मेन मिडिया हाउसका मान्छेहरूले पनि कतिपयले कमजोरी गरिदिनु भएको छ त्यसले।